हेलो एभ्रिवान स्याउने भन्दै फेरि म अर्को भिडियो मार्फत आइसकेको छु। त्यही हो, आज पनि सधैँ चाहिँ म भिडियो बनाउनु लागिरहेको छु र विशेष गरेर है कतिजना मेरो भिडियोलाई मन पराउनुहुन्छ, हेर्नुहुन्छ, ठिकै छ। अन्त विशेष गरेर मेरो भिडियो हेर्दा चाहिँ तपाईँहरूले म के भन्न चाहन्छु भन्दा चाहिँ है लाइक कमेन्ट सेयर पनि गरिदिए राम्रो हुन्थ्यो जस्तो मलाई लाग्छ होइन। अन्त आज हेर्नुहोस् घाम लागिरहेछ है। अब भन्नुपर्दा चाहिँ के भन्न छ भन्दा चाहिँ घाम चडक्क लागिरहेछ बिहानको घाम है। अन्त अब दसैँ चाहिँ सक्यो है, दसैँ सक्यो, अब दिवाली आउँदैछ है। दिवाली अब धेरै छैन, हप्ता दिन अलिकति ज्यादा मात्रै छ हो दिवाली पनि आउनु। र अब तपाईँ सबैजनाले दसैँ कसरी मनाउनु भयो, मलाई जहाँसम्म लाग्छ है मजाले मनाउनु भयो होला। अब दिवाली पनि आउँदैछ, दिवाली पनि विशेष गरी सबैजनालाई मजाले मनाउने म यहाँबाट भन्न चाहन्छु। र अहिले चाहिँ म यहाँनिर रोडमा हिँड्दैछु र हिँड्दै गर्दाखेरि भिडियो बनाएको हो। र यहाँ हेर्नुहोस्, अब दिवालीको लागि फुलहरू, दिवाली चाहिँ कसरी थाहा पाउँछ भन्दा चाहिँ हेर्नुहोस् यसरी फुल फुल्छ। कस्तो दामी फुल फुलिरहेछ फुल। यो फुलको नाम चाहिँ के हो मलाई पनि थाहा छैन हो। कस्तो दामी फुलिरहेछ चाहिँ म नजिकबाट देखाउँछु हेर्नुहोस् त। यस्तो दामी फुल फुलिरहेछ। अन्त म त के भन्नु छ र, मेरो भिडियोलाई हेर्नु नभुल्नु होला। मेरो भिडियो सिक्किम अर्ग्यानिक भिलेज भन्ने युट्युब च्यानलमा भिडियो आइरहन्छ, हेरिरहनु होला। दोकान सरसफाइ गर्दै रहेछ। हेर्नुहोस् त फुल कस्तो दामी फुलिरहेछ मेरो छेउमा। हेर्नुहोस् त कस्तो दामी फुल फुलिरहेछ। भन्ने यति भन्दै मेरो भिडियो राख्न चाहन्छु र हेर्दै गर्नुलाई मेरो युट्युब च्यानल। र अर्को भिडियो मार्फत हामी भेट हुने नै छ। तबसम्मको लागि चाहिँ अहिलेलाई मेरो भिडियो यहीँ राख्न चाहन्छु।